बागमती प्रदेश सरकारमा पारित भाषा विधेयक लागू जुगुलस्ता या बसन्तपुरे तजिक ज्याजो जुगुदु बागमती प्रदेश सरकारमा नेपाली भाया अतिरिक्त नेपाल भाषा व तामाङ भाषा न छेलिँदैको थका ठगुने असोज 22 गते बागमती प्रदेश सभा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन 2080 पारित यागु खसा कार्तिक 23 गते खुनु प्रदेश राजपत्रे प्रकाशित जुगु ख
ओ भाइ थथे राजपत्रे प्रकाशित जुगु सचिव चेन उठुङका उगु ऐन विधिवत रूपमा छेले बुलावेगुली तोम्बा वैशाख 24 गते प्रधानमन्त्री पुष्पकमल दाहालिया मु पाँचवी तजिको ज्याजो यागु ख ज्याजोले बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमर कटेल, बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य, नेवा देदबुया केन्द्रीय नायब पवित्र बज्राचार्य, नेपाल तामाङ खेडुङया नायब पिछ भाषा ऐन लागू जुगु लस्ता ठठगु खतया दिगु सरकारी भाषा ऐन कार्यान्वयन शुभारम्भ गर्ने उपलक्ष्य नेपालमा भाषिक अधिकारको लागि आन्दोलन चलिरहेको आज होइन। यो आन्दोलन सयौं वर्ष अघिदेखि सञ्चालनमा छ। यसको लागि हाम्रो कयौं अग्रजहरूले आफ्नो जीवन बलिदान गरिसक्नु भएको छ। सयौं वर्षदेखि अघिदेखि चलिरहेको यो आन्दोलनले आज संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा बल्ल आएर केही उपलब्धिहरू हासिल गर्न थालेको छ। केही उपलब्धिहरू मध्ये सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो आजदेखि बागमती प्रदेशमा कार्यान्वयन हुन गइरहेको सरकारी कामकाजको भाषा सम्बन्धी ऐन 2080। यो ऐनले हामीलाई बागमती प्रदेशभित्र नेपाली भाषाका अतिरिक्त नेपाल भाषा र तामाङ भाषालाई पनि सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्ने अनुमति प्रदान गर्दछ। हजारौं मानिसको बलिदानबाट आएको संघीय व्यवस्थाले पनि जनतालाई केही दिएन भनी निराश भइरहेका आम जनतालाई संघीय व्यवस्थाले आफ्नो भाषालाई यतिसम्म स्थान दिन सक्छ है भन्ने सकारात्मक सन्देश पनि प्रवाह गरेको छ। जाति भाषा जिमितया जिमि जान थे प्रेम पूर्वक पाचिना चुनि थागु थे रंगलन गइलो युइ कैसे तामाङ रिंग मेरे थन जे
मा भाइ तो गु कथा या दमन त जिया चंगु ख वो दमन जुजु अझ वो या पंचायत काल तक छंगु इले छिसस्यु एक भाषा नीति को लागू या त उकी याना फुक्क आदिवासी जनजाति ते भय सरकारी कारण है दमन या कारण है नाए फुक्क भय चिसा तोटा बने माउ अवस्था जुख फुक्क आदिवासी जनजाति ते सचिव चाचु भय बिस्तारा नाना मुख वो फुक्क याउ सुना ढाबले राज्य सत्ता 24 याउ ख तर थौ या देश संघीयता बने दुंका तुझीको सोनिग लगायत तो बागमती प्रदेश त स्थानीय जनता चाहना यार चोंगु कथा तो प्रदेश या बाहुल्य दुगु मुमु जातीय भय नेवा भय व तामाङ भय त बागमती प्रदेश सरकार या कामकाजी भय कथा गुगु निर्णय यागु ज्याजुल ऐन देखिगु ज्याजुल ऐन पारित यागु न ज्याजुल ठुक्क ज्या भूमिका मितुपी ठुक्क राजनीतिक पार्टी प्रतिनिधि पिन्ता जी दुर्गुणानी से सुवाय देशना चुना यस्तो महत्त्वको ऐतिहासिक दिन कहिले आउला भनेर हामी व्यग्र प्रतीक्षाका साथ बसिरहेका थियौं। आज 2081 वैशाख 24 गते सोमबार नेपाल सम्वत 1144 चौलगा त्रयोदशी मञ्जुश्री सम्वत 2860 नामदुङला 28 लानिरहेका दिन बनेर आयो। यो ऐतिहासिक दिनलाई हामी भव्य रूपले स्वागत गरौँ साथीहरू। यो महान दिनलाई म र मेरो संगठनको तर्फबाट संग्रामी जोर सलाम अर्पण गर्न चाहन्छु र अभिवादन व्यक्त गर्न चाहन्छु साथीहरू। त्यो आन्दोलनमा लागेर मैले जे जति कमाएँ त्यसको फल आज टिप्दैछु। त्यसैले मित्रहरू कुनै पनि आन्दोलनमा लाग्नुहोस्, फल प्राप्त हुन्छ। मसँग जति समय बाँकी छ त्यो पनि भाषिक आन्दोलनकै निमित्त म खर्च गर्छु। पहिला त बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन 2080 शुभारम्भ घोषणा तथा भाषा दिवस 2081 को कार्यक्रम मार्फत नेवा र तामाङ समुदाय एवं समस्त प्रदेशवासीमा म हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु। पहिचान र अधिकार स्थापित सहित आन्तरिक राष्ट्रियता सुदृढ गर्दै देशको स्वाधीनता, स्वाभिमान र समृद्धि चाहनेहरूका निम्ति आजको दिन विशेष गौरवको दिन हो। देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक र उत्पीडनको अन्त्य गर्दै समाजवाद उन्मुख समुन्नत राष्ट्र निर्माणको हाम्रो आकांक्षा र प्रतिबद्धतामा आजको दिनले महत्त्वपूर्ण प्रेरणा र ऊर्जा दिएको छ। तसर्थ आजको दिन नेवा, तमाङ लगायत उत्पीडित सबै जातिहरूको निम्ति, देशकै निम्ति एउटा महत्त्वपूर्ण र ऐतिहासिक दिन हो। म यसमा तपाईहरुसँगै सम्पूर्ण नेपाली जनसमुदायसँग खुसी साट्न चाहन्छु, गर्व साट्न चाहन्छु र एकबद्धता व्यक्त गर्न चाहन्छु। नेपाली भाषाको अतिरिक्त प्रदेशले प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एक भन्दा बढी अन्य राष्ट्र भाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सकिने व्यवस्था भए बमोजिम भाषा आयोगको सिफारिसमा बागमती प्रदेश सभाले पारित गरे। आज विक्रम सम्वत 2081 वैशाख 24 गते तदनुसार मञ्जुश्री सम्वत 2860 नामदुङ गत 2080 कार्तिक 23 गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो। राजपत्रमा प्रकाशित भएको 180औं दिनबाट ऐनका प्रावधानहरू कार्यान्वयनमा जाने कानुनी व्यवस्था अनुसार आज वैशाख 24 गतेबाट कार्यान्वयनमा जान लागेको छ। तसर्थ यसको विशिष्ट दूरगामी अर्थ र महत्त्व छ। यस ऐतिहासिक अवसरमा उक्त अवसरलाई राष्ट्रिय महत्त्वका साथ
विशेष स्मरणीय बनाउन आजको दिन काठमाडौँको सांस्कृतिक केन्द्र बसन्तपुरको हनुमान ढोका दरबार परिसरमा यो विशेष समारोह आयोजना मार्फत बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन 2080 को शुभारम्भ भएको छ। तपाईहरुलाई अवगत नै छ, म पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाल सम्वतलाई राष्ट्रिय सम्वतका रूपमा मनाउने निर्णय गरेको थिएँ। अहिले तेस्रो पटकको यो कार्यकालमा नेपाल सम्वतलाई सरकारी लिखतमा, सरकारी दस्तावेजहरूमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको कार्यान्वयन समेत भइरहेको जानकारी गराउन पाउँदा मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ। यसका साथै नेपाली समाजको विशेषता र सामाजिक बनोट अनुसार सबै वर्ग, जाति, क्षेत्र, लैङ्गिक र समुदायको पहिचान र अधिकारका निम्ति मैले लगातार सङ्घर्ष गर्दै आएको पृष्ठभूमिमा म आज निकै खुसी र गौरवान्वित भएको महसुस गरेको छु। आजको यस घोषणाले सङ्घीय सरकारले लागू गरिसकेको नेपाल सम्वतको कार्यान्वयनलाई थप प्रभावकारी तुल्याउन र अन्य प्रदेशहरूलाई पनि संविधानले व्यवस्था गरे बमोजिम प्रादेशिक कानुनहरू निर्माण गरी भाषिक सांस्कृतिक अधिकारलाई सम्बोधन गर्न दिशाबोध गर्ने मैले विश्वास लिएको छु। आजको यो ऐतिहासिक दिनमा भाषिक आन्दोलनको निम्ति नेपाल सम्वतलाई राष्ट्रिय सम्वत घोषणा गराउनको निम्ति लामो समयदेखि सङ्घर्ष, त्याग, तपस्या गर्ने सबै अग्रजहरूलाई सम्मान गर्न चाहन्छु र यस सन्दर्भमा अझ म विशेष रूपले पद्मरत्न तुलाधर जो अब हामीसँग हुनुहुन्न उहाँको नेतृत्वलाई पनि म आज विशेष सम्मान व्यक्त गर्न चाहन्छु र ती सबै अग्रजहरू जसले भाषिक आन्दोलनमा सहभागी भए ती सबैलाई पनि आजको यस दिनमा म उच्च सम्मान व्यक्त गर्न चाहन्छु।